आज चाहिँ हाम्रो फारममा चाहिँ आज म्याट बाँध्ने कार्यक्रम भइरहेछ। फेरि हाम्रो विजय दाइले मैट बांध रहा है। मैट चलिए नंबर बना ला। ये हमारा भाभी है, ये भी मैट बांध रहे हैं। आज मैट बांधने कार्यक्रम भइरहेछ। अंडा नफुटोस् भनेर यति बढी छ मैट बांध्ने। अब मैट बांध्नु पर्यो। अब अंडाहरू नफुटोस् भन्नको लागि यो धेरै अंडा फुट्न लाग्यो अनि अलिकति सेफ्टी गरा मण्डालाई मेरो जुगाड भइरहेछ। पनि भइरहेछ। म्याट बाँध्ने कार्यक्रम भइरहेछ यतातिर। फेरि हाम्रो सबैभन्दा सानी प्यारी नानीहरूले पनि लागिरहेको छिन् यहाँ म्याट बाँध्नेमा। म्याट बाँध्ने भन्दा बढी टाइम पास गर्नेमा छिन् अलिकति। यति बेर त लागिसकेको छ। अझै भर्खर सुरुवात हुँदैछ म्याट बाँध्ने। बिस्तारै बिस्तारै